नेपालमा यस्तो एउटा भाष्य सिर्जना भएको छ कि वकिल र पत्रकारलाई चाहिँ केही गर्न नहुने, उनीहरूले जे गर्दाखेरि पनि केही गर्न नहुने। उनीहरू लाग्छ कि आकाशबाट झरेका भगवानै हुन्, उनीहरू भगवानै भगवानभन्दा पनि ठुला क्या, पुलिस प्रशासनभन्दा उनीहरू माथि। कसैले केही गर्न मिल्दै नमिल्ने, उनीहरूले जे गर्दाखेरि पनि हुने, उनीहरूले गर्दा कयौँ निर्दोष नागरिकहरू फसिरहेका छन्, त्यो पनि केही नहुने होइन त। यस्ता यस्ता भ्रष्टाचारी वकिलले गर्दाखेरि कयौँ निर्दोष नागरिक अहिले पनि जेल जीवन बिताइरहेका छन्, त्यो कसले देखेको छ। अनि यस्ता यस्ता भ्रष्ट पत्रकारले गर्दाखेरि नेपाली चेलीहरू नाङ्गिन बाध्य भएका छन्, कयौँ ज्यान फाल्न बाध्य भएका छन्, मरिरहेका छन्। यो कुरो थाहा छैन। यो कुरो भइरहेको कुरालाई सरकारले पक्राउ गर्यो, छानबिन होला, के होला, यसको निष्कर्ष होला, यसलाई गलत रहेछ भने सजाय होला, गलत भएको रहेछ भने भोलि रिहाई होला। यसमा रोइलो गर्नुपर्ने कारण त्यही पत्रकारै होइनन्, यी झोलेहरूलाई, यी अहिले उफ्रिरहेका यी झोलेहरू छन् नि, जति पनि झोलेहरूलाई करङका भाटा दोब्रिनी गरी घुँडाका नली खुस्किने गरी यिनीहरूलाई हानेर घर पठाउनुपर्छ। यिनीहरूलाई यी पत्रकार हुन्, यी कुन एङ्गलबाट पत्रकार हुन्? पत्रकारले यस्तो पत्रकारिता गर्छ? पत्रकारले कयौँको छोरीबेटी मर्ने हिसाबले पत्रकारिता गर्छ, न्युज त्यस्तो छापिन्छ। यस्तो यस्तो यी भ्रष्टाचारी जसले पैसा खनखन गनेर दिन्छ उसको बारेमा राम्रो, नराम्रै भए पनि राम्रो, र जसले पैसा दिन सक्दैन उसको विषयमा राम्रो भए पनि नराम्रो गरी पत्रकारिता गर्ने यी झारखण्डी, यी पाखण्डी, यी भ्रष्टाचारीहरूलाई चाहिँ घोक्रे ठ्याक लाएर करङका भाटा दोब्रिन गरी हानेर घुँडका नली खुसिने गरी हानेर यिनीहरूलाई घर पठाउनु पर्छ। यस्तो तरिकाले के खान उफ्रिन गएको त्यहाँ? तेरीमा फटाहरू अलिकति लाज शरम लाग्दैन? अलिक अझै पनि पहिलाको जस्तो होइन त यो सरकार। यो सरकारले राम्रै गरिरहेछ त। उहिल्यै पक्राउ पर्नु पनि कयौँ वर्ष भइसक्यो त पक्राउ परेको, अहिलेसम्म हिँडिरहेछ। तेरीमा फटाहरू।